हरे कृष्ण साथीहरू, यो सिजनमा नेपालमा कुन फल आयो साथीहरू है? हाम्रो चाहिँ यहाँ जामुन हेर्नु त यहाँ जामुनको सिजन सुरु भयो। बेङ्गलोरमा धेरै पाउँछ, बेङ्गलोरमा चाहिँ जामुन है। हेर्नु त यहाँ कत्रो कत्रो जामुन छ है। ल हेर्नुहोस्, यो चाहिँ एकदम पावरफुल है, सबै रोगको लागि दामी एकदम फाइदाजनक फल है साथीहरू। तर हामी सुगरको लागि त झन् यो अमूल्य 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 वरदान फल है साथी। एकदम राम्रो जडीबुटी एकदम औषधियुक्त फल साथी है यो। त्यसले गर्दाखेरि जामुन यो सिजनमा आउँछ नि त, डल्लै खाने हो क्या। अनि यो जामुनको गेडा पनि सुकाएर पाउडर बनाएर पनि एकदम हेल्दी हुन्छ है साथी, कुनै पनि रोगको लागि है। अनि त्यही भएर जामुन खानुहोस्। मैले चाहिँ कृष्ण बलरामलाई भोग लगाइसकेँ, प्रसादी हो यो। त्यसले गर्दाखेरि गोपाले सङ्गमा ल्याएका रहेछन् जामुन आदि फल, भोजन गर्न लाग्नु हो कृष्ण लिएर प्यारो दल। मेरो कृष्णलाई मनपर्ने जामुन हजुरहरू पनि खानु होला प्रसाद। ल साथीहरू, हरे कृष्ण, राधे राधे।